नमस्ते सम्पूर्ण साथीहरुलाई नमस्ते है। आजको भिडियो रहेको छ अट्र्याक्टिभ थम्बनेल कसरी बनाउने, युट्युब अथवा फेसबुकको लागि अट्र्याक्टिभ थम्बनेल कसरी बनाउने, जो कारणले गर्दाखेरि भ्युअरहरुलाई रोक्न बाध्य बनाउँछ र एकछिन भए नि हेर्न बाध्य बनाउँछ। त्यस्तो थम्बनेल बनाउनको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो भिडियो तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। तपाईहरुले सबभन्दा पहिला हैन यो क्यानभा भन्ने एउटा सफ्टवेयर छ। क्यानभा सफ्टवेयर तपाईहरुले तपाईको मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ है। क्यानभाबाट मैले चाहिँ खास प्राय बनाउने भनेको क्यानभा भन्ने सफ्टवेयर छ, जो यो तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ। यो क्यानभाबाट मैले चाहिँ थम्बनेलहरु बनाउने गर्छु। त सर्वप्रथम तपाईहरुले क्यानभामा जानु होला हैन। यहाँ क्यानभा एप देख्न सक्नुहुन्छ, क्यानभामा जानु होला र क्यानभामा गइसकेपछि तपाईहरुले यसरी क्यानभा ओपन तपाईहरुले यहाँ लगइन गर्नुपर्ने हुन्छ। जुनसुकै उसबाट लगइन गर्दा पनि हुन्छ, तपाईहरुले लगइन गर्नु होला। तपाईहरुले थम्बनेल बनाउनको लागि जुनसुकै थम्बनेल बनाउनलाई पनि यहाँ जस्तै म्याजिक भिडियोहरु बनाउन, एड्सहरु बनाउन, अनि तपाईको सोशल मिडिया बनाउन, अनि त्यस्तै गरी भिडियोहरु, फोटो एडिटरहरु, प्रेजेन्टेसन, प्रिन्ट, प्रोडक्ट, यो धेरै कुराहरु सबै कुराहरु यो फ्रीमा चाहिँ हुँदैन हैन। यो मेरोमा चाहिँ यो फ्री सफ्टवेयर भएर चाहिँ फ्रीमा हरेक कुराहरु चाहिँ बनाउन मिल्दैन। के कुराहरु चाहिँ यसमा चाहिँ किन्नुपर्ने हुन्छ हैन। त्यही भएर यो चाहिँ अहिले चाहिँ फ्री रहेको छ। यसमा म फ्रीमा के गर्न मिल्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई चाहिँ सिकाउन गइरहेको छु। जस्तै तपाईहरुले इन्स्टाग्रामको स्टोरी, इन्स्टाग्राम पोस्ट, इन्स्टाग्राम रील, अनि यहाँ बिचमा तपाईहरुले देख्न सक्नुहुन्छ युट्युब थम्बनेल भनेर देखेको छ। यहाँ तपाईहरुले यसमा क्लिक गर्नु। क्लिक गरिसकेपछि यसरी खुल्छ। अनि तपाईहरुले यहाँ थुप्रो देख्न सक्नुहुन्छ। यहाँ धेरैवटा तपाईहरु स्याम्पलहरु दिएको छ हैन। यहाँ धेरै स्याम्पलहरु दिएको छ। जस्तै अब तपाईलाई कुन चाहिँ युज गर्न मन लाग्यो, तपाईहरुलाई जस्तो कुन चाहिँ तपाईको भिडियो कस्तो खाले हो र कस्तो खाले युज गर्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँ सबै दिएको छ। यहाँ सबै चाहिँ युज गर्न मिल्दैन। यहाँ तपाईहरुले क्राउन देख्न सक्नुहुन्छ। क्राउन भनेको चाहिँ यो अलिकति किन्नुपर्ने प्रो भएको भएर यो चाहिँ किन्नुपर्छ हैन। फ्रीमा यो चाहिँ गर्न मिल्दैन। अनि त्यसै गरी फ्रीमा भएको चीजहरु पनि धेरै छ, जुनसुकै पनि तपाईहरुले युज गर्न सक्नुहुन्छ यहाँबाट। जस्तै अब मलाई चाहिँ अहिले चाहिँ मानव मेरो टेक्निकल सम्बन्धी भिडियो छ भने चाहिँ म टेक्निकल मैले चाहिँ यो युज गर्न चाहे। ल मैले यो चुज गरे, मलाई चाहिँ यो बनाउन मन लाग्यो हैन। यसै गरी तपाईहरु जुनसुकै पनि चुज गर्न सक्नुहुन्छ। तपाईको भिडियो क्याटेगोरी अथवा तपाईको च्यानल कुन हो अथवा तपाईको टपिक कुन हो त्यो आधारमा तपाईहरुले चुज गर्न सक्नुहुन्छ। अब यसमा के हुन्छ भन्दाखेरि यहाँ फोटो त अर्काको छ। अब यसमा चाहिँ आफ्नो फोटो राख्नु पर्यो। यसमा आफ्नो फोटो राख्नको लागि के गर्ने भनेसी रिप्लेसमा जाने। रिप्लेसमा गइसकेपछि यहाँ रिप्लेसमा गइसकेपछि अब मेन टपिक चाहिँ यहाँनिर के हुन्छ भन्दाखेरि तपाईको फोटोहरु त यहाँ उसमा छैन। अब के गर्ने त, यहाँबाट ल मानौ तपाईहरुले कुनै एउटा फोटोलाई चुज गर्ने। मानौ मैले मेरो फोटो आयो हैन। अब हामीलाई समस्या के पर्यो भन्दाखेरि फोटो चाहिँ ब्याकग्राउन्ड चाहिँ के नभएको ल्याउनु पर्यो के। बुझ्नुभयो? ब्याकग्राउन्डमा केही पनि हुनु भएन के। अहिले यहाँ ब्याकग्राउन्डमा धेरै चीजहरु छ। त्यसका लागि अब के गर्ने भन्दाखेरि यसलाई मैले अहिले डिलिट गरे, यसलाई चाहिँ एकछिन हटाइदिऊ। यसरी तपाईहरुले गुगलमा जानु होला, गुगल क्रोममा, र गुगल क्रोममा गइसकेपछि तपाईहरुले यहाँबाट सर्च गर्नु होला ब्याकग्राउन्ड रिमुभर भनेर तपाईहरुले यसरी सर्च गर्नु होला। ब्याकग्राउन्ड यसरी तपाईहरुले सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि रिमुभ ब्याकग्राउन्ड भनेर यहाँ फर्स्टमै आएको छ। यहाँ तपाईहरुले यसमा क्लिक गर्नु होला। यसमा आइसक्यो हैन। अनि यहाँ तलनिर भनेको छ अपलोड इमेज भनेछ। यहाँ अपलोड इमेजमा क्लिक गर्नु होला र एउटा अथवा फोटो अपलोड इमेजमा जाने र लाइब्रेरीबाट एउटा फोटो तपाईहरुले फोटो चुज गर्ने। लाइब्रेरीबाट म अहिले अघि यो फोटो हेरिरहेको थिएँ, मैले यो फोटो चुज गरे। यसको ब्याकग्राउन्ड चाहिँ रिमुभ गर्नु पर्यो। एकछिन वेट गर्ने, उले ब्याकग्राउन्ड रिमुभ गरेर जेनेरेट गरेर देखाउँछ। ओहो ल बन्यो हैन त। अब यहाँ तल जाने डाउनलोड छ, डाउनलोडमा क्लिक गर्ने। अनि यहाँ तल अनलक भनेको छ। यहाँ म्याक्सिमम 3088 अलि ठुलोको बनाउन खोज्यो भने यहाँ चाहिँ अनलक गर्नुपर्छ। यसको लागि पैसा चाहिन्छ हैन। हामीलाई चाहिँ अहिले फ्रीमा चाहिने भएको भएर यहाँ फ्रीमा क्लिक गर्ने। फ्रीमा क्लिक गरिसकेपछि अनि सेभ इमेज भनेको सेभ इमेजमा क्लिक गर्ने अनि एलो गरिदिने है यहाँनिर। अब यो चाहिँ भइसक्यो। भइसकेपछि अब एकछिन हामी हेरौँ। यहाँ हेर्दाखेरि यो हाम्रो यहाँ आइसकेको छ है त। आइसक्यो भनेपछि अब हामीले क्यानभामा जाने। अघिकै उसमा गइसकेपछि हाम्रो के थियो अघि, त्यहाँ चाहिँ एउटा फोटो थियो हैन। फोटो ल्याउनु पर्यो। अब यहाँ क्यामेरा रोलमा जाने। अघि कुन चाहिँ थियो हामीले बनाएको यो थियो भनेपछि यसलाई चाहिँ
अब मैले एड टु पेज भनेर ल्याउने। अब यहाँ आइसक्यो। आइसकेपछि अब यसलाई चाहिँ अलिकति ठुलो बनाएर यहाँ राख्ने। मैले यहाँ राखिसकेँ ल यसरी है त। यसरी ल्याएर टक्क कतिको चाहियो तपाईहरुलाई त्यस्तो शेपमा यहाँ चाहिँ राख्ने। ल यो यतिकै भयो। यो मलाई चाहिँ यतिकै चाहियो, मैले यतिमै राखेँ है त। अनि तपाईहरुले पनि यसै आधारमा यसरी गर्नु होला। अनि त्यसपछि अब तपाईहरुले तपाईको भिडियो कुन खालको भिडियो त, ल मानौ यो भिडियो बनाइरहेको छु भने थम्बनेल कसरी बनाउने, थम्बनेल डिजाइन कसरी बनाउने भनेर मैले अब यहाँ लेख्नु पर्यो। अब यसका लागि चाहिँ के छ भन्दाखेरि यो चाहिँ मेरो अलरेडी यहाँ बनिया भएको भएर अनि अहिले चाहिँ थम्बनेल धेरै लेख्नु परेन। जस्तै यहाँ क्लिक, तपाईले लेख्नको लागि यहाँ क्लिक गर्ने। क्लिक गरिसकेपछि अनि यहाँ तपाईहरुले यहाँ आफ्नो स्टाइलहरु तलतिर यहाँ एडिट गर्न नि मिल्यो हैन। तपाईले आफ्नो तरिकाले लेख्न नि पाउनुहुन्छ। अनि मानौ एडिट, अब मानौ फन्ट चेन्ज गर्न मन लाग्यो, तपाईले फन्ट यहाँबाट टन्नै फन्ट्सहरु छ, यहाँबाट फन्टहरु पनि चेन्ज गर्न मिल्छ हैन। यहाँबाट फन्ट पनि चेन्ज गर्न सक्नुहुन्छ। र त्यसैगरी टेक्स्ट स्टाइल, अब कस्तो स्टाइलको टेक्स्ट राख्ने भन्ने कुरा यहाँबाट तपाईहरुले टेक्स्ट स्टाइल पनि चुज गर्न सक्नुहुन्छ। अनि त्यसपछि फन्ट साइज कतिकोमा राख्ने, ठुलो राख्ने कि सानो राख्ने, कतिकोमा राख्ने भनेर पनि यहाँ तपाईहरुले यसरी चुज गर्न सक्नुहुन्छ। त्यस्तै यहाँ तल कलर दिएको छ। अनि फर्मेट भनेर चाहिँ एडभान्स भनेर चाहिँ इफेक्टहरु एनिमेसनहरु पनि दिन सकिन्छ। यसमा ट्रान्सपेरेन्सी कतिको बनाउने, यस्तो देखिने, कम देखिने, धेरै देखिने पनि बनाउन सकिन्छ हैन। लेयरहरु कुन लेयरमा राख्ने, पोजिसन भन्ने छ, यो सबै तपाईहरुले यहाँबाट गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरी तपाईहरुलाई यसमा के छ भन्दाखेरि एकदम सिम्पल छ। अनि अरु कुराहरु तपाईहरुले जस्तै अब त्यहाँ मैले तपाईको मानव फेसबुकको लोगो राख्नु पर्यो, अथवा कुनै मोबाइलको चित्र राख्नु पर्यो, अथवा तपाईहरुले फेसबुक इन्स्टाग्रामको कुनै के लोगोहरु राख्नु पर्यो, मानौ इन्स्टाग्रामको लोगो राख्नु परेन अहिले। अनि जस्तै तपाईहरुले जस्तै युट्युब लोगो भनेर यसरी सर्च गर्यो भने युट्युब लोगो यहाँ आउँछ। जस्तो मानौ यो मैले अब मलाई चाहिँ यहाँ राख्नु पर्यो, मानौ यहाँनिर युट्युब थम्बनेल युट्युब। अनि त्यस्तै गरी अनि यहाँ साइडमा चाहिँ, अनि त्यो मात्रै भएन, अब मलाई चाहिँ फेसबुकको पनि चाहियो हैन। यहाँ फेसबुकको लोगो छ। अनि टक्क यसलाई पनि ल्याउने। अनि जतिको आफुलाई चाहियो त्यतिकै साइजमा यहाँ राखिदिने। यति भयो हैन। युट्युब आयो, फेसबुक आयो। अब मोडर्न प्रोफेसनल थम्बनेल डिजाइन भनेर यहाँ आइसक्यो। यहाँ तलको यो चाहिँ चाहिएन हामीलाई, त्यसलाई चाहिँ डिलिट गरिदिने। वाच नाउ भनेर लेखा छ, वाच नाउ यो चाहिँ अलरेडी यतिकै भएपछि पुग्यो हैन त। सिम्पल छ गाइस। यो थम्बनेल बनाउनलाई धेरै लम्बा चौडा केही पनि छैन हैन। तपाईले यहाँबाट डिजाइन सिलेक्ट गर्ने, तपाईहरुलाई कुन डिजाइनको मन पर्यो तपाईहरुले कलर चुज गरेर आफ्नो डिजाइनमा पनि बनाउन सक्नुहुन्छ हैन। यसैबाट तपाईहरुले यो डिजाइनमा मात्रै पनि यसले दिएको डिजाइनहरु पनि बनाउन सक्नुहुन्छ। यो तपाईहरुमा भर पर्छ हैन। अनि त्यसपछि यहाँ अब अरु कुराहरु पनि छ एलिमेन्ट्समा। तपाईहरुले यहाँ धेरै कुराहरु यहाँ के भन्छ, अडियो पनि राख्न मिल्छ, सेभ ग्राफिक्स, एनिमलहरु, फोटोहरु, अनि त्यस्तै गरी फ्रेमहरु, अरु राम्रो फ्रेमहरु राख्न सक्नुहुन्छ। अनि तपाईहरुलाई अघिको त्यो टेक्स्ट चाहिँ मन परेन भने चाहिँ यहाँबाट तपाईले एड हेडिङ जस्तो टाइप राख्नुहुन्छ। अनि तपाईहरुले यहाँबाट आफ्नो स्टाइलमा यहाँबाट चुज गर्न सक्नुहुन्छ। यहाँ सबै गर्न मिल्दैन, जहाँ चाहिँ क्रम लागेको छ यो चाहिँ पैसा तिर्नुपर्छ हैन। अनि त्यस्तै गरी क्यामेरा रोल भन्ने छ। क्यामेरा रोलबाट मैले अघि भनिसके यो फोटोहरु यताबाट ल्याउने हो। अनि त्यसपछि छ ब्रान्ड। यो चाहिँ ब्रान्डमा चाहिँ यहाँ कुनै ब्रान्डको के छ भने त्यहाँबाट ल्याउने हो। तर यहाँ चाहिँ अलि गर्न मिल्दैन, यहाँ चाहिँ क्राउन लागेको भएर यो चाहिँ प्रोले मात्रै गर्न मिल्छ, प्रो किनेकोहरुले। अनि तपाईहरुले अनि यहाँ ब्याकग्राउन्डहरु रिमुभ गर्न मिल्छ, म्याजिक मिडियाहरु भन्ने छ, अलग अलग टाइपको त्यो पनि बनाउन मिल्छ हैन। हामीलाई सिम्पल चाहिएको भनेको यो कुराहरु हो। यो लगभग यति गर्नलाई चाहिँ त्यस्तो गाह्रो हुँदैन। यहाँ धेरै डिजाइनहरु हुन्छ। कुन चाहिँ यहाँ क्रिएटिभ थम्बनेल डिजाइन भनेर यहाँ लेखेको छ, यस्तो खाले पनि चुज गर्न मिल्छ। धेरै किसिमको छ, जुन जुन तपाईहरुलाई मन पर्छ त्यो किसिमले गर्ने। अनि अब त्यो गरिसकेपछि अब हामीले चाहिँ यो भइसक्यो अब हैन। यो भइसक्यो, यति भइसक्यो, काफी भयो हामीलाई। अनि अब माथि यहाँ डाउनलोडको चिन्ह छ, डाउनलोडमा जाने र एकछिन वेट गर्ने। यहाँ सेभ भनेर यसरी आउँछ।
मेकिङ द म्याजिक ह्यापन भनेर भनेको छ, एकैछिनमा यो डाउनलोड भएर आउँछ। यसले रेटिङ दिए भनेर यसरी आउँछ हैन। अहिले मैले नोट नगरे, यस्तो गरिसकेपछि एकैछिनमा थम्बनेल सेभ टु क्यामेरा रोल भनेर भइसक्यो है गाइज। यति हो, खास कुरा केही पनि छैन। थम्बनेल बनाउनलाई चाहिँ धेरै लम्बा चौडा केही पनि छैन, सिम्पल तरिकाले बनाउन मिल्छ। यति गरेपछि हाम्रो थम्बनेल रेडी भयो।